हाम्रो यो 7औं वर्षमा पार भएर 8औं वर्षमा सबैको जब 8औं वर्ष सुरु भयो लगभग जागिर पनि मध्यमवर्गीय सुरु लागिरहेको अब मनिष के छ मनिष एकदम ठिक छ आज चिरे हैन कुरा हो यस्तै छ रमाइलो गर्ने साथी हो बताइए छ बोलाउनु पर्छ भनेर ल जीवन के छ त नि अरु सब ठिक छ जोडी के हो आज के को प्रोग्राम हो यस्तो यो जब एनिभर्सरी भनौँ अरु के जे हो रमाइलो भइराछ हामीले यस्तो राम्रोसँग एनिभर्सरी मनाउँदैछौँ। हेलो सबैजनालाई नमस्ते। आज पनि हामीले एउटा भिडियो बनाउने प्रयास गरिरहेको छौँ। आजको भिडियो चाहिँ के सम्बन्धी हो भन्ने कुरा चाहिँ हजुरहरूले अगाडिका हाइलाइट्सहरू हेरेर थाहा पाइसक्नु भएको छ होला हैन। आज चाहिँ हाम्रो 7th जब एनिभर्सरी है। हाम्रो चाहिँ आज 7 वर्ष पुरा भएर 8औं वर्षमा प्रवेश गर्दैछ। यसै खुसियालीमा हामी जब स्टार्ट गरेका साथीहरूसँग भेटघाट गर्ने हैन, हल्का रमाइलो गर्ने कार्यक्रम रहेको छ। आजको यस कार्यक्रममा चाहिँ हामीले कसरी चाहिँ मनाउँछौँ, कसरी चाहिँ हामीले एनिभर्सरी चाहिँ कसरी चाहिँ हामीले इन्जोय गर्छौँ भन्ने कुराहरू चाहिँ हामीले यस भिडियोमा क्लिपहरू राख्ने प्रयास गरेका छौँ। कृपया हेरेर इन्जोय गरिदिनु होला। हैप्पी बर्थडे भन्ने भन्दै रे अब आइटम ल्याऊ भाइ, खाना खाने आइटम के बनाउनु ल भाइ, भिडियो बन्द गरिदिउँ। त्यो त्यही खाँदै मन नखाँदै मन छैन। सबै खोलिदिनु सब यसरी भाइ चाहिँ थोरै सर जोडी दबाउनु बियर सबै निकाल्नु गाडी निकाल्नु भाइ निकाल्नु सबै यो खाइदिनु अब
आजको हाम्रो 7औं वर्षको जब एनिभर्सरीमा सामेल हुने सबैजना हाम्रा साथीहरूलाई एकदम नमना छ। मनिष के छ मनिष? एकदम ठिक छ। आज एनिभर्सरी होइन, कुरा हो, यस्तै छ, रमाइलो गर्ने साथी हो, बताइएछ बोलाउनु पर्छ भने हेलो दीपक, के को रमाइलो आज यस्तो? हाम्रो एनिभर्सरी हुँदैछ। अलि ठुल्ठुलोले बोल्नु नि यार। हामीले यस्तो राम्रोसँग एनिभर्सरी मनाउँदैछौँ। सबै साथीभाइ रमाइलो दिनहरू कहिले आउँदैन। म के सोध्दैन आज के को रमाइलो यस्तो? यो आज दीपकमा जति बर्थडे छ यसको चाहिँ त्यही हो, सबै खाएर हिँडिहाल्ने, यसले बिल्ती रहन्छ। के छ सोनम? ठिक छ हो। हाम्रो यो 7औं वर्षमा त पार भएर 8औं वर्षमा सबैको जब 8औं वर्ष सुरु भयो, लगभग जागिर पनि मध्यम वर्गीय सुरु लागिरहेको छ। अब सबैले हेर्नमा भएको छ, हामी कति लागेको छौँ। मेरो चाहिँ विशेष परिस्थिति गर्दा ठिक छ। के रे जीवन के छ त नि यार? अरू सब ठिक छ जोडिया। के हो आज के को प्रोग्राम यस्तो? यो जब एनिभर्सरी भनौँ, अरू के जे रमाइलो भइरहेछ। सबै साथीभाइ यता पार्ने भएको छ। भेट होला नहोला, आशिष के को रमाइलो यस्तो? यो हो केही छ तिम्रो? सबै एकदम ल ल ल यही हो कम्बो सेट हो नि? हो र, मैले त कहिले देखाएको थिएँ नि त यार। यस्तो पो हुन्छ? ल ठिक छ। आज नयाँ नयाँ आइटमहरू खान पाइने हो। ए अध्यक्ष कोषाध्यक्ष हो। विशेष गरी उहाँ अध्यक्षज्यूलाई हामीले सम्मान गर्छौँ। उहाँलाई त एकदम उहाँले यो सबै माहौल साउन्ड हामीलाई त्यहाँ
सोध्दैन चाहिँ यहाँ Money shoulder. Oh.